यतिखेर हामी पशुपतिमा आएका छौँ। पशुपतिमा यो नन्दी सेवा स्थल गौशालामा र सयौं गाईहरू र नन्दीहरूको संरक्षण उहाँहरूले गर्नुभएको छ। देशभरिका सम्पूर्ण तमाम भक्तहरूलाई पशुपतिनाथमा आउँदै गर्दाखेरि कमसेकम यहाँ पसेर गोग्रास दिएर गौ सेवा गरेर जानु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु। आज म लगभग हरेक पटक पशुपति आउँदाखेरि अथवा वर्षमा एक दुई पटक हामीले गौ सेवा चाहिँ गरेकै हुन्छौँ। हाम्रो धेरै टेलिभिजनमा पनि धेरै भक्तहरू जोड्नु भएको छ। टिभीको माध्यमबाट पनि थुप्रै भक्तहरूले गौ सेवाको लागि सेवा प्रदान गर्नुभएको छ। यहाँहरू पनि पशुपतिनाथमा आउँदै गर्दाखेरि यो नन्दीशाला यो गौशालामा पस्न नबिर्सनु होला। पशुपतिनाथको यात्रा तब मात्र पुरा हुन्छ जब हामी गौ सेवा गर्छौँ। भगवान पशुपतिनाथको मन्दिरमा बरु पुष्प चढायो हुन्छ, जल चढायो हुन्छ र यहाँहरूले द्रव्य दान जुन छ अथवा गौ सेवा गोग्रास दान जुन छ यहाँहरू गर्ने गर्नुहोस्। हेर्नुहोस् त यति धेरै गौहरू नन्दीहरू यहाँ संरक्षित छन्। भगवान पशुपतिनाथको वाहन हामीले कस्तो छ भने नि समाज पत्थरको नन्दीलाई चाहिँ पूजा गर्छौँ, कोचाइ लड्डु खुवाउँछौँ, फलफुल खुवाउँछौँ, तर यी नन्दीलाई सेवा चाहिँ हामी गर्दैनौँ। वास्तवमा भगवान श्री पशुपतिनाथलाई प्रसन्न बनाउने हो भने यी प्रत्यक्ष नन्दीलाई प्रत्यक्ष गाईको सेवा गरौँ र जीवनलाई धन्य बनाऊ। पशुपतिनाथको यात्रा यहाँ पसेर गौ सेवा गरेपछि मात्रै पुरा हुन्छ। यो विशेष यहाँ निवेदन गर्दै आज हामी पनि परिवारसहित यहाँ आएका छौँ। परिवारसहित आएर गौग्रास प्रदान गऱ्यौँ, गौ सेवा गऱ्यौँ र यहाँहरू सबैलाई यो सूचना पनि प्रदान गऱ्यौँ। हर हर महादेव, जय शम्भु।